लक्ष्मी घरमा आउनु भनेको धेरै फाइदा हो गाइस। फेसमा भएपछि चाहिँ बम रिसाइरहेको थियो। अनि अब रिसाए पनि अब केही बोल्नु त केही पनि बोलेन, भन्न पनि केही पनि भनेन। र इफ तिमी अहिलेसम्म पनि रिसाएको छ भने मैले उसलाई नजिकको ठानेर होइन केही हुँदैन भन्ने भएको भएर चाहिँ उसलाई त्यो हाई एभ्रिवान, नमस्ते एन्ड लस्सो फ्याफुला, यहाँहरू सम्पूर्णलाई फेरि पनि योन्जन च्यानल ब्लगमा स्वागत छ। र स्टिल म चाहिँ अहिले पनि बेडमा नै छु होइन। र यहाँहरू सम्पूर्णलाई ह्याप्पी होली भन्न चाहन्छु। र कलरफुल होइन आजको दिनमा रङ्गीन सप्तरङ्गीहरू एक अर्का साथीभाइमा साटासाट गरेर लगाउनुहुन्छ यहाँहरू। र सम्बन्धहरू पनि त्यस्तै कलरफुल रहोस् यहाँहरूको। र जति रङ्गीन भएर कलरफुल हुन्छ नि त्यति राम्रो हुन्छ। त्यही कारणले यहाँहरू सम्पूर्णलाई चाहिँ ह्याप्पी होली र आफ्नो जिन्दगी पनि त्यस्तै कलरफुल हुँदै लैजानुहोस्। र अहिले चाहिँ म बेडमै छु। म अहिले स्टिल म यहीँबाट ब्लग सुरु गरिरहेको छु किनभने म उठ्न चाहिँ बिहान 5 बजे नै उठेको होइन। अनि म क्लास जानुपर्ने थियो। 5 बजे उठेर म मुखहरू धोएँ। अनि मलाई कस्तो गाह्रो भयो, ब्याक पनि अहिले पनि स्टिल एकदम गाह्रो भइरहेको छ। अनि सो म चाहिँ बेडबाट उठेकै छैन किनभने म चाहिँ पिरियड हुने टाइममा चाहिँ मेरो चाहिँ लासै हुन्छ। मेरो चाहिँ लास नै हुन्छ पिरियड हुने टाइममा चाहिँ। केही गर्न सक्ने क्षमता हुँदैन। अनि आज चाहिँ मैले नानीलाई काम अराएँ। अनि सुते अनि उसलाई उठ भने अनि उसले मलाई हनी राखेर तातो पानी दियो अनि त्यो खायो। अनि तरकारीहरू त रेडी छ। अनि उसलाई मैले खानाहरू बसाल्न लगाएँ होइन। अनि मैले अस्तिदेखि नै चाहिँ यो मोबाइलमा चाहिँ यस्तो स्क्रोल गरेर हेर्दा चाहिँ ऊ देखिरहेको थियो क्या, होस्टेल 3 को टिकटकमा कति धेरै ऊहरू आइरहेको थियो, सर्ट क्लिपहरू आइरहेको थियो। अनि मैले 1-2वटा चाहिँ फुल हेरेँ होइन। तर मलाई चाहिँ यो मुभी चाहिँ हलमै गएर हेर्नु मन लागेको भएको कारणले चाहिँ मैले कति 1-2वटा मात्रै हेरेँ है। मैले फुल त्यो क्लिपहरू चाहिँ 1-2 मिनटको हेरेँ। अनि तर मैले कति आउँछ नि त, अझ पनि कति आएको छ। तर तिनीहरूलाई चाहिँ मैले हेर्दिनँ क्या, यस्तो स्क्रोल गरिदिन्छु क्या। किनभने मलाई हलमै गएर हेर्नु छ नि त सिरियली, त्यही भएर म चाहिँ स्क्रोल गर्दैछु। अनि अहिले पनि यो म ढाड दुखेर बसेको क्रममा हेर्दा स्क्रोल गर्दा चाहिँ कति आइरहेको थियो अहिले पनि। मैले अहिले पनि स्क्रोल गर्दै फालिदिएँ क्या होइन। अनि त्यो कारणले चाहिँ अनि म चाहिँ सोचिरहेको छु, हुन त म एकदम गाह्रो भइरहेको छ। अब खाना खान्छु है। अनि सोचिरहेको छु कि म आज नाइट सो होस्टेल मुभी 3 हेर्न जान्छु। मलाई चाहिँ हुन त सबै क्यारेक्टर आफूले राम्रो निभाएको होला, तर मलाई चाहिँ यो स्पेसली चाहिँ मलाई हाम्रो पदम ब्रोको एक्टिङ हेर्न मन लागेको थियो। किनभने मैले पदम ब्रोको चाहिँ भ्लगहरू हेर्थेँ नि त पहिलादेखि नै। त्यस्तो रेगुलर त भएन तैपनि मैले देखिरहेको हो। अनि त्यहाँदेखि नै मलाई मन पर्थ्यो। सो त्यो कारण चाहिँ म चाहिँ स्पेसली चाहिँ म पदम ब्रोको लागि चाहिँ म यो मुभी हेर्न जाँदैछु है। अनि हिजो चाहिँ यो चाहिँ मेरो हिजो स्कुलको काण्ड हो होइन। स्कुलमा के भन्छ बच्चाहरूसँग मैले खेल्ने क्रममा चाहिँ यहाँ लागेको रहेछ। अनि के भन्छ अरे पिरियड भएको थियो हिजो पनि म। अनि एकदम गाह्रो भएर म चाहिँ मुखहरू मात्रै पखालेँ, ड्रेसहरू मात्रै चेन्ज गरेँ होइन। यता धुनै बिर्सेछु। त्यही हो, अहिले पनि आज पनि म होलीको टी सर्ट लगाएर बसिरहेको छु। खेलौँ होली, ह्याप्पी होली वाला होइन। हेरौँ अब। अनि अर्को कुरा चाहिँ म यो ब्लगबाट के भन्न चाहन्छु भने हिजो चाहिँ साथी स्कुलमा चाहिँ अब टिचरहरू बिचमा चाहिँ अब एकअर्कामा होली खेलाखेल भइरहेको थियो कलरहरू लगाउने क्रममा चाहिँ। अनि एकजना अब भनौँ म्याम भन्दा नि अब एजले पनि ऊ जुनियर हो होइन। अनि अब बहिनी जस्तो पनि हो, तै पनि अब के भने अब म्याम पनि हो बहिनी जस्तो पनि हो। अनि हामी 4जना मिलेर चाहिँ अनि उसलाई टार्गेट गरिरहेको थियो। उसले चाहिँ कलरहरू के पनि खेलेकै थिएन कि, अनि उसलाई पनि लगाउनु पर्छ है भन्ने क्रममा चाहिँ अनि हामी सबैजना मिलेर चाहिँ
अनि मैले चाहिँ उसलाई त्यो कलर नै चाहिँ लगाएर चाहिँ दिएन होइन, अर्को 3जना म्यामहरू लगाइदिनु भयो। र पनि त्यो 3जनामा चाहिँ म पनि सपोर्ट थिएँ कि, मैले पनि सपोर्ट गरिरहेको थिएँ कि हुन्छ उसलाई लगाउने है, उसलाई लगाइदिनुपर्छ भन्ने चाहिँ म पनि थिएँ। अनि त्यो कारणले चाहिँ अनि उनीहरू 3जनाले चाहिँ उसलाई कलर लगाइदिएपछि अनि उसको चाहिँ सेतो ड्रेसमा चाहिँ कलर लाग्यो होइन। अब उसलाई मन थिएन खेल्नलाई, उसलाई मन पर्दैन होला कलर, त्यही पनि अब हामीले चाहिँ जबरजस्ती उसलाई कलर लगाइदियो। अनि जबरजस्ती कलर त लगाइदियो, उसको इच्छा विपरीत होइन। हुन त मान्छेको इच्छा विपरीत त गर्न मिल्दैन, गर्न हुँदैन, तर पनि त्यस्तो इच्छा विपरीत गर्ने होइन, कसैलाई मन छैन भन्दा पनि जबरजस्ती गर्ने भनेको चाहिँ कस्तोलाई भने नि, आफूले मनदेखि चाहेको मान्छे हुन्छ नि त, एकदम आफूलाई मनपर्ने मान्छे हुन्छ नि त, जसलाई भित्रैदेखि नै हामी माया गर्छौँ हुन्छ नि, त्यस्तो मान्छेहरूलाई मात्रै हो नि त। अब उसको ठाउँमा अरू कोही भएको भए सायद हामीले गर्दैन थियो पनि होला कि है। मेरो धारणा चाहिँ त्यो, अब अरू 3जना म्यामहरूको चाहिँ थाहा भएन, मलाई चाहिँ त्यो लाग्छ है होइन। मैले उसलाई नजिकको ठानेर होइन केही हुँदैन भन्ने भएको भएर चाहिँ उसलाई त्यो जबरजस्ती गरेको हो होइन। अनि ऊ चाहिँ त्यो कलर आफ्टर कलर उसको फेसमा भएपछि ऊ चाहिँ बम रिसाइरहेको थियो। अनि अब रिसाए पनि अब केही बोल्नु त केही पनि बोलेन, भन्न पनि केही पनि भनेन। र इफ तिमी अहिलेसम्म पनि रिसाएको छ भने चाहिँ आइ एम भेरी सरी खुसबु है, माफ गरिदेऊ त्यो कुरालाई चाहिँ। मैले चाहिँ तिमीलाई आफ्नै बहिनी जस्तो सोचेर हुन्छ भनेर चाहिँ मैले उनीहरूसँग सपोर्ट गरेको, उनीहरूलाई पनि मैले सपोर्ट दिएको हो होइन। त्यो कारणले चाहिँ नरिसाऊ, त्यही भन्न चाहन्छु होइन। तिमी त प्यारो मुटुको टुक्रा हो नि त, त्यही भएर हो तिमीलाई जबरजस्ती गरेको। तिम्रो ठाउँमा कोही भएको भए त गर्दा पनि गर्दैन थिएँ होइन। त्यति नै हो गाइज। अब आज होली छ, अब मलाई चाहिँ कस्तो बस्नुपुरतिर जानु मन थियो, यस्तो पिरियड भएर एकदम गाह्रो भइरहेको छ। अब हेरौँ, सकभर म एक्टिभ हुने कोसिस गर्छु है। अनि गयो भने म नानीलाई पनि लगेर जान्छु। अब गएन भने आज यो बेडमा नै मेरो आजको होली सकिन्छ, त्यति हो गाइस। अनि अर्को कुरा, मेरो नानुको आज ह्याप्पी बर्थडे हो है, मिस आर्या लामाको ह्याप्पी बर्थडे हो होइन। अनि जन्मदिनको धेरै धेरै शुभकामना। अनि के भन्छ, जन्मदिनको धेरै धेरै शुभकामना। अनि धेरै मेहनत गर्नु। मेरो बर्थडेमा विस भनेको मेरो एउटा त्यो सिग्नेचर जस्तै हो होइन यो चाहिँ। अनि सफलताले शिखर चुम्नु होइन, हरेक पाइलाहरूमा सफलता होस्, त्यति नै हो। जन्मदिनको धेरै धेरै शुभकामना। पार्टी जस्तै खाइहाल्यो, गिफ्ट केही दिन पाएन किनभने पैसा छैन मसँग, हुने बेला दिउँला नानी, त्यही हो। छोरी मान्छे भएको काम लाग्छ भनेको यही हो गाइस है। नानीले चाहिँ मलाई यस्तो सुपहरू बनाएर दियो। सुप बनायो भने त यो त मैले बनाएको हो, बिचार उसले तताएर चाहिँ दिएको हो होइन। त्यही भएर लक्ष्मी घरमा हुनु भनेको धेरै फाइदा हो गाइस। म त सोइजाम्ने गाइज। एक्टिभ होला भनेको त यस्तो सिराकभित्र गम्बल गम्बिल छ, यहाँ सानो पेट दुखेर केही छैन। सानो पेट पनि त्यत्तिकै दुखेछ, ढाड पनि त्यत्तिकै दुखेछ। मलाई एकदम होली एकदमै मनपर्ने पर्व, एकदमै मनपर्छ एकदमै। अनि अघि म माथि टोइलेटमा जान खोजिरहेको थिएँ क्या, अनि त्यो बेलामा चाहिँ अनि घरपेटी आन्टीहरू चाहिँ यस्तो मजाले इन्जोय गरेर है के भन्छ अरे पानीहरू कलरहरू खेलिरहेको रहेछ क्या। अनि त्यो देखेर चाहिँ मलाई क्या आफ्नो पहिलाको दिनहरू याद आयो कि। हामी पनि पहिला त्यस्तै खेल्थ्यौँ कि माथि टप फ्लोरमा, अनि मजाले
सबैजना मिल्ने, पानीहरू है खेल्ने, कलरहरू खेल्ने, अनि सबैजनाले आफ्नो घरमा मासुहरू बनाउने होइन, थरी थरी कसरी चिकन बनाउँछ, कसरी मटन, कसरी बनाउने, अनि सबैजना मजाले खेल्ने। अरूसँग चाहिँ खेल्ने होइन क्या, आफ्नो घरकैहरूसँग मिल्नेसँग खेल्ने, अनि मजाले नुहाउने, नुहाएर सफा सुग्घर भएपछि टक्क लाएर अनि सबैले आफ्नो घरमा के पकाएको छ ल्याउने, अनि खाने, दारूसारू अलिअलि खाने, नखानेहरूलाई चिसोको व्यवस्था, खानेहरूलाई अब त्यही हो बियर सियरको खाने, अनि मासुहरू खाने। यस्तो रमाइलो हुन्थ्यो त्यो बेला है, साँच्ची बेला त्यो बेलाको मलाई त झल्को सम्झेर अघि आन्टीहरू खेल्दाखेरि त्यही बेलाको याद आइरहेको क्या मलाई त। अनि लुगा धुनु पर्छ भनेर झन् माथि सेतो पारेर राखेको, बच्चाहरू कलर खेलेर कलर लाग्ने गर्छ, फेरि सकिन चाहिँ त्यो एउटा कलर एउटा साफ फालेर त्यत्तिकै राखिरहेको छ लुगा पनि। अनि आएर कुत्रुक्क सुतिरहेको छु, कस्तो गाह्रो भयो गाइज, एकदम गाह्रो भयो। अब चाहिँ सुत्छु, अब भरे यदि एक्टिभ भयो नै भने भरे चाहिँ होस्टेल मुभी 3 चाहिँ हेर्न चाहन्छु। सरी गाइज, आज म जान सकिनँ, एकदम गाह्रो भएको कारणले। मेरो आजको भिडियो यति नै हुनेछ। एन्ड थ्याङ्क्स फर वाचिङ। प्लिज डु लाइक, सेयर एन्ड सब्सक्राइब।